वेलकम। धन्यवाद युट्युब च्यानल। तपाईँलाई के भन्न चाहन्छु भने तपाईँ होइन पहिला बोटनी पढ्छु, तपाईँ जुलोजी पढ्छु, तपाईँ फिजिकल केमिस्ट्री पढ्छु, तपाईँ मोडर्न फिजिक्स मतलब फिजिक्सको मोडल्स 3 पढ्छु। त्यति पढेपछि 4 सब्जेक्ट पढेपछि एक दिनमा तपाईँ मतलब फेरि एकपल्ट त्यस्तै फिजिकल केमिस्ट्री मोडल्स भनेको बुक भनेको त्यो धेरै विक च्याप्टर भने त्यो एउटा च्याप्टर एउटा बुक मात्रै पढ्न पाउँछु दुईपल्ट दिनमा। किनभने फिजिकल केमिस्ट्रीमा धेरै थ्योरी छ, कन्सेप्ट छ। फेरि फिजिकल केमिस्ट्रीमा एमसिक्यू पनि धेरै छ, त्यहाँ धेरै हिन्ट एन्ड सल्युसन छ। फिजिकल केमिस्ट्री भनेको प्र्याक्टिस सब्जेक्ट हो, त्यहाँ भनेको धेरै हिन्ट एन्ड सल्युसन छ। फिजिकल केमिस्ट्रीमा हरेक अथीमा सब्जेक्ट मोडल्समा एउटा हुन्छ एन्सर हुन्छ अनि एउटा हिन्ट एन्ड सल्युसन हुन्छ। हरेक कुरा हिन्ट एन्ड सल्युसनमा दिएको छ नि, सल्युसन सहित त्योबाट प्र्याक्टिस गर्नुपर्छ। त्यसैले त्यो प्र्याक्टिस गर्नु, त्यसैले त्यो एउटा च्याप्टर गर्नमा धेरै टाइम पनि लाग्छ। अनि मोडर्न फिजिक्स भनेको फिजिक्सको मोडल 3 मा पनि धेरै कन्सेप्ट च्याप्टर छ, धेरै थ्योरी छ अनि त्यहाँ भनेको धेरै एमसिक्यू छ। त्यसैले त्यहाँ पनि हिन्ट एन्ड सल्युसनबाट हरेक क्वेसनको स्टेप बाई स्टेप कपीमा प्र्याक्टिस गर्नु अनि बुझ्नु, त्यसैले मात्रै मार्क मार्छ। यदि फिजिकल केमिस्ट्री अनि मोडर्न फिजिक्स भनेको फिजिक्सको मोडल 3 दुइटै यदि पढ्छु भने दुइटै च्याप्टर पढ्छु भने त्यो भनेको एउटा सब्जेक्ट विक भएको सब्जेक्ट मात्रै पढ्न पाउँछु। यदि फिजिकल केमिस्ट्री पढ्छु अनि त्यस्तै अनि कतिको फिजिक्सको लागि मोडल 2 अनि मोडल 1 पढ्छु, मेकानिक पढ्छु भने त्यो दुइटा पढ्न पाइन्छ। अनि त्यस्तै कतिकै अर्ग्यानिक होइन भने इनअर्ग्यानिक पढ्छु अनि कतिकै केमिस्ट्रीको अनि फिजिक्स भनेको मोडल 2 अनि मोडल 1 कुनै एउटा पढ्छु भने दुइटा सब्जेक्ट विक भएको च्याप्टर पढ्न पाइन्छ। किनभने त्यहाँ भनेको कतिकै अर्ग्यानिक केमिस्ट्रीमा प्र्याक्टिस गर्ने बढी हुँदैन अनि इनअर्ग्यानिकमा पनि धेरै प्र्याक्टिस गर्नु हुँदैन। फिजिक्समा भनेको मोडल 2 पनि यति नै हुँदैन अनि फिजिक्स अनि यो सानो च्याप्टर हुन्छ अनि फिजिक्सको मोडल 1 मा त्यहाँ पनि हुन्छ तर सानो हुन्छ, थोरै यताउति भइहाल्छ। त्यसैले यदि केमिस्ट्रीको फिजिकल केमिस्ट्री पढ्छु अनि फिजिक्सको मोडल 3 पढ्छु, मोडर्न फिजिक्स पढ्छु भने एउटा सब्जेक्ट विक भएको मात्रै पढ्न पाइन्छ। अनि त्यो दुइटै फिजिकल केमिस्ट्री अनि मोडर्न फिजिक्स मोडल 3 भने पढ्छु भने एउटा सब्जेक्ट विक मात्रै पाउँछु, अरू पढ्छु भने दुइटा हुन सकिन्छ। थ्याङ्क यू, धन्यवाद। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। वेलकम।